हाल्नु छोडे यस्ता कुरा वायर नगर्नु यार काम छैन यार खालि क्वेसन सोधेको अब स्टप बन्द गरिदिनुहोस् यस्ता क्वेसन सोध्नुहुन्छ यार हैन भिडियो फेरि मेरो पारा यही सामाजिक सञ्जालमा हेरेपछि साँच्चीकै यो त ऊ रहेछ मूर्खै रहेछ गुन्डै भन्नु लाग्यो होइन तपाईँको बिहेभले गर्दा देखाइरहेको छ यार यहाँ त मेरो बिहेभ होला त्यहाँ चाहिँ हात किन हाल्नुभयो त कसको बिहेभले हाल्नु छोडे यस्ता कुरा वायर नगर्नु यार काम छैन यार खालि क्वेसन सोधेको विभिन्न कलाकारहरू चाहिँ को चाहिँ एउटा सेल्फी लिने होइन फोटो खिच्ने क्रम थियो त्यस समयमा चाहिँ मैले चाहिँ के भन्छ सेल्फी लिएर त्यो अस्मिता जुरेली बहिनी प्रिय होइन उसँग पनि सेल्फी हानेको उसँग पनि अङ्गालो मारेकै हो अनि त्यसपछि दोस्रोचोटि चाहिँ हाम्रो एउटा हिरो नवल खड्का हुनुहुन्थ्यो उहाँसँग चाहिँ अङ्गाल्नु मार्ने क्रममा चाहिँ उहाँहरूको चाहिँ भिडियो बनाउनु भयो रहेछ अनि त्यसले गर्दाखेरि मैले चाहिँ त्यो मोबाइल दिने क्रममा चाहिँ खिचिसकेपछि चाहिँ यताबाट ल्याउँ कि उताबाट ल्याउँ गर्दाखेरि चाहिँ 2-4 चोटि स्लो मोसनमा चाहिँ गरेर चाहिँ खिचेको रहेछ त्यसैलाई चाहिँ तोल बनाएर विभिन्न चाहिँ त्यो टक्लेले कहाँबाट हात छिराएको अरे के गरेको अरे होइन भनेर प्रश्न देखिन्छ नि तपाईँले अरूले हक गरिरहेको ठाउँमा तपाईँले हात एकछिनसम्म त्यहीँ होल्ड गराइराख्नु भएको छ क्या तपाईँको कुनै स्वार्थले त्यो हात अड्काएको जस्तो देखिन्छ नि त त्यो दर्शकले तपाईँले भन्नुभयो ठिक छ तर नाङ्गो आँखाले देख्ने कुरा त त्यही होला नि तपाईँले त्यसरी आक्षेप जस्तो पनि क्वेसन नसोध्नुहोस् त्यसै गरी बजारमा चाहिँ पुरै त्यो कमेन्टहरू आइराखेको हुन्छ उ गरेर हुन्छ कतिले स्क्रिनसट गरेर कतिले भिडियो पनि पठाइरहेका छन् त्यसैलाई चाहिँ ठुलो चिज मानेर चाहिँ नलिनु होला सम्पूर्ण के भन्छ देशवासीहरूले के भन्छ सम्पूर्ण मित्रहरूले चाहिँ म त्यही आग्रह गर्दछु र भोलि दिनमा त्यही चिजलाई ठुलो बनाएर इस्यु बनाएर चाहिँ हाम्रो अस्मिता बहिनी र मेरो सम्बन्ध चाहिँ नबिग्रोस् होइन एउटा किनकि त्यस सम्बन्ध बिग्रिन्छ भन्ने डर पनि लागेको छ लाग्दैन त मान्छेले अनेक के भन्छ एआईले अनेक चाहिँ बनाएर हालिरहेको छ हाम्रो यथार्थ त्यो नेचुरल भिडियो फेरि त्यसैलाई तोडमोड गराएर उ गरेर फेरि कता हात लगिदेला कता मोबाइल लगिदेला त्यो 10 चोटि तपाईँहरूले जुम गरेर हेर्नु सक्नुहुन्छ क्या तर मोबाइल लिने क्रम हो एकजना सरले चाहिँ मोबाइल दिइराखेको हो त्यो कुरो होइन मजाले जुम गरेर हेर्नुहोस् उ गर्नुहोस् त्यो दुनियाँ आरोप पट्टि लाउनु भन्दा हुक्का काकालाई यथार्थ के हो भनेर चाहिँ गर्नुहोस् क्या होइन त्यहाँ त देखिन्छ त तपाईँले कस्तो गरिराख्नु भएको छ भने उहाँहरू अङ्कमाल गरिराख्नु भएको छ तपाईँले हात तिराखिरहनु भयो ठिक छ तपाईँको नेत सफा थियो भने हात झिक्नु सक्नुहुन्थ्यो होला हात झिकेर बाहिर राखेको भयो हुन्थ्यो होला त्यहाँ त नियत चाहिँ ठ्याक्कै के खराबी छ है जस्तो त हेर्नुहोस् है तपाईँले पनि त्यो क्वेसन त्यसैलाई मात्र के भन्छ खालि त्यसैलाई क्यान्डिड गराएर चाहिँ मलाई नभन्नु होला है प्रकारज्यू म एकदम रिस उठिरहेछ यदि म त्यसरी केटीमै अट्र्याक्टिभ हुने मान्छे भएको भए के भन्छ हजारौँ छन् नि होइन एउटा सलमान खान जस्तो सँग चाहिँ सलमान खानसँग चाहिँ डेट गर्नु जान पाए डेटिङ गर्नु पाए भनेर कति केटीहरू मरिहट्या गर्छन् भने हुक्का काकासँग पनि कति त्यस्तो केटीहरू छन् क्या डेट जान पाए हुन्थ्यो भिलेनसँग जान पाए हुन्थ्यो यस्तो हुलियासँग जान पाए कस्तो हुन्थ्यो भनेर कति छन् क्या मसँग केटीहरू खालि त्यसैलाई मात्र ठिची अरू कुरा सोध्नुहोस् न यार होइन जे कुरा विवादमा छ जे कुरा प्रश्नाउनु पर्ने छ तपाईँले त्यो कुरा त भन्नुपर्ने होला नि त मैले अघि नै प्रस्ताइसकेँ त विभिन्न कलाकारहरू मैले भेटेँ होइन अब के भन्छ होनार व्यक्ति टएर मुकुन्द थापाज्यू चाहिँ मैले अङ्गालो मारे फोटो खिचेको छु उहाँले पनि खिच्नु भएको छ विभिन्न भिलेनहरू धेरै छन् सुरेन्द्र एउटा भन्ने चाहिँ ज्याङ्गो हुने मेरो पट्टिहरू हेर्दै आउनुभएको छ विभिन्न हिरोइनहरू रेखा थापा बहिनीसँग पनि मैले सेल्फी खिचेको भिडियो खिचेको छु नि त त्यो कुराहरूलाई चाहिँ ऊ नहेर्ने खालि त्यही मोबाइल दिएको मात्र घोचेको मात्र त्यो गर्ने होइन अस्मिता बहिनीले फेरि त्यो जुन के भन्छ भिडियो राख्नु भएको छ नि त्यो भिडियोमा चाहिँ त्यो बिचमा चाहिँ कुनै कार्टुनहरूले छेकेर हालिदिएको भए हुन्थ्यो म अहिले पनि अस्मिता बहिनीलाई आग्रह गर्छु प्लिज बहिनी त्यो भिडियोमा चाहिँ तपाईँले चाहिँ जुन मेरो हात भित्र तपाईँहरूको बिचमा घुसाको देखिन्छ नि त्यसमा चाहिँ के भन्छ कुनै कार्टुनहरूले के भन्छ ब्लेम गरेर छोपिदिएको भए त्यो यस्तो तोल पनि नबन्थ्यो होला होइन मलाई त धेरैलाई भिडियो सेन्ड गरिदिएको छ क्या मलाई स्क्रिनसट गरेर पठाइदिएको छ तपाईँले त्यति याद गर्नुभएको तपाईँलाई भिडियो त पठाइहाल्छ नि तपाईँको शुभचिन्तकले किनभने तपाईँ आफै भिलेन हो
कलाकार हुनुहुन्छ, उहाँ कलाकार सँगसँगै नेपालको रेस्लरमा निकै नाम कलिएको व्यक्ति हुनुहुन्छ। तसर्थ एकजना हिरो र एकजना हिरोइनी नायक नायिका बीच अङ्कमाल गरिराख्दाखेरि तपाईँले साँच्चीकै भिलेनको चाहिँ त्यो भिलेन के हो भन्ने कुरा चाहिँ त्यहाँ देखाइदिनु भएको छ। रियलमा चाहिँ तपाईँ भिलेन जस्तै देखिन्छ नि, कलाकारमा मात्र होइन, रिलमा मात्र होइन। त्यो हात कहाँ छुइरहेछ भन्ने कुरा तपाईँलाई अनुमान थिएन? तपाईँको दिमागले त्यो कुरालाई सेन्स बाबा तपाईँको त्यो माहौलमा क्या कति क्राउड थियो, कति माहौल थियो, दायाँ बायाँ पनि चल्ने अवस्था थिएन क्या। अनि त्यसपछि मोबाइल त लिएर हिँड्नु परेन। त्यसैको लागि चाहिँ मैले चाहिँ मोबाइल लिनु खोजेको क्या वास्तवमा भन्ने भयो। त्यहाँ विभिन्न कलाकारहरू धेरै थियो क्या, हरेक धेरै थियो क्या होइन। अघि नै भने नि अब एउटा आदरणीय मुकुन्द थापाजी हुनुहुन्छ होइन त्यो भिलेनमा होइन। अनि उहाँसँग नि सेल्फी खिच्दाखेरि मैले बारम्बार भन्छु, पहिला म एज त्यतिखेर कुक गर्दाखेरि चाहिँ कुनै ब्रान्चमा गर्दाखेरि चाहिँ के भन्छ मैले बिरयानीहरू खानेकुराहरू दिँदाखेरि उहाँले टिप्स दिनुहुन्थ्यो। त्यो 100 रुपियाँ टिप्स भनेको त्यतिखेर त्यो 20 वर्ष अगाडि भनेको 1000 रुपियाँ। त्यसले गर्दाखेरि कतिले मलाई भाइरल हुनुलाई गर्नुलाई हिरोको अगाडि अनि के भन्छ नेपाली रेस्टलको अगाडि चाहिँ भिडियो बनाएको भिडियो गरिरहेछ, गरिरहेछ, घिसिरहेछ, उनीहरूको बिचमा घुसिरहेछ भनेर गर्नु। म भाइरल हुनुलाई होइन क्या, म आफैमा व्यवसाय गर्ने मान्छे, आफैमा पोख्दो भएको मान्छे। भाइरल हुनुपर्छ मलाई होइन, दुनियाँले चाहिँ भाइरल बनाउनुपर्छ होइन। त्यो भिडियो चाहिँ लगानी गरेर बसेको मान्छे तपाईँको पाक प्यालेसदेखि लिएर हुका कल्चर र राटो गरेर चाहिँ कल्चर सम्बन्धी चलाइराखेको मान्छे। मलाई चाहिँ के भन्छ ऊ भाइरल बनाउनुपर्छ, दुनियाँले भाइरल हुनुपर्छ, कुनै आवश्यकता छैन क्या। हो आफूले मन पराएको मान्छे भेट्दाखेरि सेल्फी खिचिन्छ, ऊ गरिन्छ, भिडियो गरिन्छ होइन। त्यसर्थ म के भन्छ धेरैले भगवती खड्का रेस्लर पहिलो चाहिँ नेपालमा चाहिँ नेपाली रेस्लर स्थापना गरेको त्यो बहिनीले पनि मलाई यसरी काँधमा कुममा राखेर कहाँ छ मेरो फोटो तपाईँलाई अहिले पछि देखाउँछु, कारमा राखेर उनले पनि फोटो खिचेको छ नि त। त्यसको मतलब कि मसँग टाँसियो भनेर त्यो गर्ने त नि होइन। त्यो कराबी पनि हुँदैन। दर्शकहरू प्लिज भ्रममा नपुर्नुहोस्, भ्रममा नपुर्नुहोस् होइन। अहिले जति पनि एआईले बनाएको छ गरेको छन् भनेर भनिरहेछन्, भोलिको दिनमा एआईले चाहिँ बनाएर गरेर बेकार के भन्छ बेइज्जत चाहिँ पार्ने कोसिस नगर्नु। त्यो भिडियोप्रति तपाईँको आपत्ति छ कि छैन? त्यो भिडियो भाइरल भइसकेपछि तपाईँलाई ओहो मैले चाहिँ गल्ती गरेको रहेछु भन्ने कुरा गिल्टी फिल भएको छ कि छैन? होइन मलाई त थाहा थिएन। 81-2जनाले मलाई स्क्रिनसट गरेर भिडियो पठाएपछि थाहा भयो। त्यसपछि मैले चाहिँ अब त्यो कसमसित त्यो मोबाइल त्यसरी त्यो उनीहरूको बिचबाट त्यो अस्मिता बहिनीको बिचबाट यसरी कोखाबाट छिराएर हात छिराएर लिनु खोजेको मलाई कसमसित थाहै थिएन। जब भिडियो आइसकेपछि मलाई थाहा भएको क्या। भनेपछि नियत पनि खराब थिएन? नियत खराब थिएन। कतिखेर नियत के नियत अघिदेखि वायर क्वेसन नसोध्नु न यार, कस्तो रहेछ यार। अनि किन खालि नियत दसचोटि सोध्नुपर्छ? तपाईँको जसरी सोध्नुपर्छ? बस्नु न, वायर गरेको छ। राम्रो कुरा सोध्नुहोस् है, राम्रो कुरा सोध्नुहोस् यसलाई, राम्रो कुरा सोध्नुहोस् भने किन खालि गरेको नियतको अघि नै भन्नु न होइन। मसँग मेरो नियत मेरो इन्टेन्सन त्यस्तो थियो भने त मैले के भन्छ अरूसँगै गर्छु नि होइन। किन एउटा राष्ट्रिय खेलाडीको उसमा सामने चाहिँ त्यसै बिहेभ गर्छु? गर्दिनँ नि होइन। त्यो कुरा बुझ्नुहोस् न, खालि नियतको कुरा गर्नु छ यार। होइन जवाफको सामना गर्नुहोस् क्या। भौतिक रूपमा उत्रिएर केही हुँदैन। तपाईँलाई यति बेला भिडियो सामाजिक सञ्जालमा आइसकेपछि त्यो बारे के हो भनेर पस्ट्याउन खोजेको हामीले, तपाईँमाथि आक्रमण त गरेको होइन। यो भिडियो पनि त्यही पनि त हो रहेछ, यस्तो छ उस्तो छ भनेर राम्रो पोइन्टको कुरा गर्नु सिक्नुहोस् क्या तपाईँले पनि यार। खालि नियतको कुरा हुन्छ, नियतले गर्दाखेरि मान्छे कति गएर अहिले तपाईँको देख्नु भएको छैन? विभिन्न सांसदले चाहिँ सेतो टिक्रा हुँदा कालो टिक्रामा ढल्केर भुनी पोकाइदिएको एउटा सांसद थियो, नाम पनि थाहा छैन यार। होइन तपाईँको पनि त्यस्तो आउन सक्छ नि। मेरो कराबी हुँदैन। मान्छे जति लुक्स हेर्दाखेरि त्यस्तो छ नि त्यति हुँदैन क्या। तर नराम्रो मान्छे हेर्दाखेरिको अर्को बिहेभ हुन्छ, राम्रो मान्छेको के भन्छ नराम्रो व्यवहार हुन्छ, नराम्रो मान्छेको राम्रो व्यवहार हुन्छ, दिलदार हुन्छ क्या। हामी जस्तो एउटा यस्ता हुलिया भएको एउटा भिलेनको रिल र रियलमा फरक हुन्छ। हामी रिलमा मात्र हो, रियलमा एकदम समाजसेवी गर्ने एकदम सामाजिक सञ्जालमा अस्मिता जुरेलीले राखेको भिडियोमा हेर्ने हो भने फेरि रिलमा र यो स्टप बन्द गर्नुहोस् क्या, प्लिज बन्द गर्नुहोस्, 10 चोटि नगर्नुहोस्, फेरि म उठेर हिँडिन्छु। अझै प्रश्न हुन चाहन्छु, त्यो भिडियो सार्वजनिक भयो, सार्वजनिक भइसकेपछि धेरै कुराहरू आए र कतिपयले भने ठिक छ त एकचोटि तपाईँले हात झिक्न सक्नुहुन्थ्यो क्या, त्यो हात
तपाईँले कति सेकेन्ड त्यहाँ होल्ड गर्नु भएको छ त्यो कुरा विचार गर्नुभयो तपाईँको कति सेकेन्ड तपाईँले साँच्चीकै सोच मनको हुनुहुन्थ्यो भने वास्तवमा तपाईँले क्वेसन सोध्नै आउँदो रहेनछ फोकटमा के इन्टरभ्यू लिइराखेको हो त्यही कुरा सुरुमै भने स्लो मोसनमा चाहिँ भिडियो बनाउनु भयो छ त्यसैले 10 चोटि देखाइरहेछ क्या त्यस घरि दिएको स्लो मोसनमा चाहिँ भिडियो राख्नु भएको रहेछ त्यसले गर्दाखेरि तर सायद 2-3 चोटि मात्र 2-3 चोटि हो मिस्टेक हुन्छ हुन्छ म त कल्पना पनि गरेको थिएन क्या त्यस्तो हुन्छ भनेर मैले अस्मिता बहिनीलाई त्यही भएर फेरि पनि त्यो भिडियोमा चाहिँ यसो के भन्छ कार्टुन साटुनले छोपछाप गरेर मेरो हातलाई चाहिँ गर्नु पाए हुन्थ्यो होइन त्यो आग्रह गर्दछु होइन त्यो चाहिँ गरेको मैले त प्रश्न गर्न जानेन रे त्यसो भए तपाईँलाई कमेन्टमा भनेको छ क्या यो तक्लु यो खुइले यो गुन्डाले हात कहाँ हालेको छोरी मान्छेको हात त्यो पनि सार्वजनिक स्थलमा त्यो माथि राष्ट्रिय खेलाडीमाथि यो बुढाले अपमान गर्यो भनेर त भनिरहेको छ त त्यसको मतलब म के गर्नु पर्यो भन्नु त के गर्नु पर्यो तपाईँले अबदेखि यस्तो गल्ती गर्नु भएन तपाईँले के गर्दै हुनुहुन्छ तपाईँ जस्तो सार्वजनिक स्थलमा बसिसकेको मान्छेले त्यो कुरालाई मध्यनजर गर्नु पर्यो क्या आज एकजना चेली ठिक छ अस्मिता बोल्नु भएन तर उहाँको ठाउँमा अर्को व्यक्ति भएको भए तपाईँमाथि चप्पल प्रहार हुन्थ्यो नि तपाईँले हात कति सेकेन्ड होल्ड गर्नुभयो क्या त्यहाँ म के गरौँ के भनौँ क्या तपाईँले नवल खड्का र अस्मिता जुरेलीसँग उहाँहरू अङ्कमाल गर्दै गर्दा तपाईँको हात कहाँ थियो कति सेकेन्ड राख्नुभयो फेरि दोहोऱ्याएर किन लानुभयो भन्ने कुरा त जनताले तपाईँमाथि तपाईँकै फ्यान फलोअर्सले प्रश्न गर्छ म स्पष्टीकरण अघिदेखि दिइसकेको छु कि मैले अब स्पष्टीकरण दिइसकेको छु माहौल थियो यति भिडभाड थियो होइन त्यहाँदेखि उम्किन कतै पनि विकल्प थिएन अनि त्यसपछि मैले चाहिँ अब उहाँहरू पनि त्यसरी अँगाल्नुहुन्छ भनेर मैले सोचेको थिइनँ कसमसित क्या फोटो खिच्नुहुन्छ हुन्छ भनेर अँगाल्नु त्यो सोचेकै थिइनँ क्या अनि त्यसले गर्दाखेरि मैले मोबाइल चाहिँ लिने क्रम थियो अनि झ्याप्प लगाएर बहिनी पनि आउनुभयो अनि त्यसपछि अँगाल्नु थाल्नु भएछ अहिले पो भिडियोमा देख्दैछु भन्दैछु त यार हामी त त्यहाँ फोटो खिच्ने क्रम थियो नि फोटो खिच्ने क्रम सिधिसकेपछि मेरो मोबाइल चाहिँ लिने क्रममा चाहिँ त्यसरी अँगालेको रहेछ र मुनिबार मेरो हात 2-3 चोटि छिरिरहेछ क्या मोबाइल लिनु खोजेँ अर्कोचोटि पाइनँ फेरि माथिबार लिनु खोजेँ माथिबार पनि लिएँ तपाईँ राम्रोसँग हेर्नुहोस् क्या मेरो गल्ती कुनै पनि छैन र आइन्दा यदि तपाईँले भन्नु खोज्नु भएको गल्तीलाई रियलाइज गर्नुहोस् भन्नुहुँदैछ त्यसको लागि क्षमा प्रार्थी छु बहिनी मैले पनि अब त्यो के भन्छ फोटो खिचेर चाहिँ मोबाइल लिने क्रममा तपाईँले त्यसरी भिडियो गर्नुभएको रहेछ म क्षमा प्रार्थी चाहन्छु आगामी दिनमा त्यस्तो हुँदैन र मैले त्यस्तो भयो भनेर पनि सोचेको थिइनँ म बारम्बार भन्छु तपाईँको भिडियो अपलोड गरिसकेपछि चाहिँ मलाई एकदम थाहा भएको त्योभन्दा अगाडि त हामी दुनियाँ अब सबैजनासँगै चर्चित कलाकारहरू महानायिका रेखा थापा जस्ता अनि अरू मुकुन्द थापाज्यूहरू जस्ताहरूसँगै मैले उ गरिसकेको थिएँ नि त यो भनेपछि अहिले भिडियो आइसकेपछि तपाईँलाई गल्ती गरेछु भन्ने चाहिँ लाग्छ गल्ती त देखिन्छ झुकेर भएको हो यो झुकेर जबरजस्ती म हात घुसारेको चाहिँ होइन है त्यसरी हात घुसारेको चाहिँ होइन जबरजस्ती नवल खड्का मेरो फेभरेट हो अनि त्यसपछि एउटा उहाँ चाहिँ राईसँगै बिहे गर्नुभएको रहेछ र पछि काँडे टाढ भन्ने फिल्म उ गर्दाखेरि सरकारले रोक्दाखेरि चाहिँ एउटा अलिकति भाइरल जस्तो हुनुभएको थियो त्यसपछि मैले हुनु त पहिला फिल्म हेर्दै अलिअलि आइरहेको थिएँ अनि त्यसपछि त्यहाँ भाइरल भएपछि मैले चिनजान गरेपछि एउटा राई जस्तो चाहिँ के भन्छ राईलाई नै बिहे गर्नुभएको रहेछ होइन अनि त्यसले गर्दाखेरि मलाई गर्व लागेको कारणले त्यो क्रममा त्यसरी भएको अन्यथा नलिनुहोस् नसोच्नुहोस् म कमेन्ट नगर्नुहोस् प्लिज कमेन्ट हटाइदिनुहोस् उ गर्नुहोस् होइन कतिपय त्यो कमेन्टहरू मैले उ गरी फालिरहेको छु पनि उ गरिरहेको छु पनि कति ठाउँमा उ गरिरहेको छु पनि क्या होइन त्यसले गर्दाखेरि बहिनी त्यो बारम्बार म भन्छु बहिनी प्लिज त्यो भिडियोमा चाहिँ त्यो कार्टुन साटुन राखिदिनु होला मेरो हात कहाँ गएको छ कता तलतिर गएको छ फेरि मासतिर पनि गएको छ सबै न्यायालय हेर्दाखेरि चाहिँ यो कहाँको चोर अरे लफङ्गा अरे कसैले अब कुखुरा चोर पनि भन्छन् मलाई कतिले के भन्छन् होइन के भन्छ दुनियाँ नाना थरीको नाम राखिदिएको छ होइन यस्तो सहनशील एउटा बुद्धिजीवी जस्तो म आफैलाई उ गर्छु त्यस्तो मान्छेलाई विभिन्न त्याग चाहिँ नाम बिगारेका छन् प्लिज मेरो बहिनी क्षमा प्रार्थी चाहन्छु होइन त्यो भिडियोमा चाहिँ यसो के भन्छ कार्टुनले मेरो हात चाहिँ तलमाथि भइरहेछ त्यो चाहिँ छोपिदिनुहोस् अब तपाईँ भिडियोमा अब के भन्नु यो घटना ठ्याक्कै कहाँको कहिलेको यो हिजो अस्तिको दिन कलाकारहरूको चाहिँ साधारण सभा थियो चुनावी माहौल थियो धेरैको छ क्या त्यतिखेर धेरै कलाकारको भेट गर्ने त्यो ठाउँमा स्थिति थियो क्या त्यसले गर्दाखेरि
त्यो भएको हो। तर तपाईँहरूलाई त के भने तपाईँ आफै पनि भिलेनको अभिनय गर्नुहुन्छ। भिलेन चाहिँ साँच्चीकै रिलमा र रेलमा र क्यामेराको फ्रेम बाहिर पनि उस्तै हुँदो रहेछ कि भन्ने खालको प्रश्न त उठ्यो नि यो भिडियोले। एकदमै तपाईँले क्वेसन गर्नु भएको एकदम जायज हो र त्यहाँ फिल्ममा हेर्दाखेरि पनि रियल भिलेनहरू पर्दामा होइन रिलमा खेल्नेहरू भन्दा पनि म एक्स्ट्रा नै देखिरहेको थिएँ होइन। त्यसपछि धेरैले पनि मलाई सोध्यो पनि कतिवटा फिल्म खेल्नुभएको छ, के गर्नुभएको छ, यदि चाहनुहुन्छ भने हामी सम्पर्क गरौँ भन्न पनि यो मेरो हेयर स्टाइलले चाहिँ धेरैले त्यो ठाउँमा प्रस्ताव पनि राख्यो क्या। मलाई खुसीको कुरा हो नि, एक नेगेटिभ त्यो भइदियो होइन। अब त्यो नेगेटिभ सेन्सले मैले नराम्रो हरकत गरेको त होइन, तर पनि राम्रो नेट भएको मान्छेहरूले चाहिँ मलाई धेरैले कन्ट्याक्टमा चाहिँ राखेका छन् त्यो मेरो लुक्स देखेर चाहिँ। एउटा मेरो पहिचान हो क्या यो। भनेपछि तपाईँहरू भिलेनलाई आरोप लाग्ने गर्दछ रियलमा पनि यस्तै हुन्छ कि भन्ने, तपाईँहरू चाहिँ कस्तो हुन्छ? तपाईँहरूको मन चाहिँ चोखो हुन्छ? हरेक त्यहाँ भिलेनहरू हुनुहुन्थ्यो क्या। अब रमेश बुढाथोकीदेखि लिएर अनि मुकुन्द थापादेखि लिएर अरू विविध टार्जन के समथिङ धेरै थियो क्या, धेरै थियो होइन। त्यसले गर्दाखेरि हामी भनेको सबैजना रिलमा मात्र हो, रियलमा हुँदै हुँदैन। रियलमा त हामी त कति ठाउँमा भोका नाङ्गा भएकोहरूलाई चाहिँ डोनेसन दिइराखेको हुन्छौँ, कतिलाई चाहिँ के भन्छ चाहिँ 2-4 पैसा दिइराखेको छौँ होइन। समाजसेवी काम गरिराखेको हुन्छौँ क्या। त्यस्तो चाहिँ अरूले भन्छन्, म लगायत सम्पूर्णले पनि भन्नुहुन्छ क्या होइन। रिलमा मात्र हो, रियलमा त एकदम हामी यस्तो भनेर भनिराख्नु भएको छ क्या। त्यो चाहिँ तपाईँहरूको दिमागमा घुसाउनु होला मेरो दर्शकबिनहरूले होइन। हामी त्यस्तो मान्छे होइन कराबी पनि। अब यो भिडियो भाइरल भइसकेपछि के भन्नुहुन्छ तपाईँ? आम जनतासँग माफी माग्नुहुन्छ कि हुन्न? अर्थात् उहाँलाई त भन्नुभयो मेरो गल्तीले हात कहाँ गएछ, त्यो चाहिँ गल्ती भएको ठाउँमा अर्थात् दर्शकले गाली गरेको ठाउँमा चाहिँ केही चिज राखेर बन्द गरेर अपलोड गरिदिएको भए हुन्थ्यो भन्नुभयो। दर्शकले त हेर्ने दृष्टिकोण त तपाईँलाई गलत भयो नि त। उहाँहरूलाई के त दर्शक सामुन्ने जसले मलाई नराम्रो कमेन्ट, नमस्कार सम्पूर्णमा सर्वप्रथम होइन, जसले नराम्रो कमेन्ट गर्नुभएको छ डिलिट गरिदिनुहोस् होइन। त्यो नराम्रो नियतले होइन, म चाहिँ एउटा के भन्छ एउटा पर्सनालिटी भनौँ या के गर्नु एउटा हुलिया बनाएको मात्र हो। मेरो मनमा केही खोट पनि छैन, केही पनि छैन होइन। नराम्रो चाहिँ कमेन्ट गर्दै नगर्नुहोस्। मलाई बरु भेट्न चाहनुहुन्छ भने भेट्नुहोस्, उ गर्नुहोस्। कस्तो मान्छे भन्ने कुरा त्यही समयमा थाहा हुन्छ तपाईँहरूलाई। र यदि तपाईँहरूको नजरप्रति तपाईँहरू मोबाइलहरूमा सामाजिक सञ्जाल मार्फत पाउनु भएछ भने म तपाईँहरूको सामने मोबाइलमा हेर्नुहुन्छ भने दशमलव जोडेर माफी माग्न चाहन्छु। र नेपाली रेस्टुरेन्ट नेपालकै गहनामा चाहिँ यस्तो बिहेभ गर्यो भनेर सोच्नुहुन्छ भने कडाबी नसोच्नुहोस्। भनेपछि अस्मिता जुरेलीमाथि तपाईँको दुर्व्यवहार होइन? कडाबी होइन क्या। कतिचोटि यार कडाबी होइन, 10 चोटि सोधिसक्नु भयो यार। 10 चोटि सोध्नु, अत्याचार त नसोध्नु नि यार। होइन भिडियो पैसा नै छैन भिडियो पनि मैले 10 चोटि हेरेँ। पैसा नै छैन अरू भिडियो पनि मैले 10 चोटि हेरेँ। पैसा नै छैन। वायरको गरिरहेछ यार। अब स्टप बन्द गरिदिनुहोस्, यस्ता क्वेसन सोध्नुहुन्छ यार। होइन, जनताले सोधेको प्रश्न हो क्या यो। सिद्धियो त बाबा, सिद्धियो। स्पष्टीकरण दिइसकेछ, कति चाहिँ तपाईँले भन्नुपर्ने हो? होइन भिडियो फेरि मेरो पारा यही सामाजिक सञ्जालमा हेरेपछि साँच्चीकै यो त ऊ रहेछ, मूर्खै रहेछ, गुन्डै भन्नु लाग्यो होइन। तपाईँको बिहेभले गर्दा देखाइरहेछ यार। यहाँ त मेरो बिहेभ होला, त्यहाँ चाहिँ हात किन हाल्नुभयो त? कसको बिहेभले हाल्नु? छोडे यार यस्ता कुरा, वायर नगर्नु यार, काम छैन यार। खालि क्वेसन सोधेको बस्नु यहाँ आउनु न, प्रश्न त जवाफ त दिनुहोस् न। इन गरिदिनुहोस् क्या। कति चाहिँ माफी मागिन्छ, कति 10 चोटि माफी माग्नुपर्ने, गर्नुपर्ने होइन? गल्ती त गर्नुभयो नि तपाईँले। 10 चोटि माफी माग्नुपर्ने, गल्ती गरेर रियलाइज गरिसकेछ त नि यार। अहिलेसम्म बिचरा त्यो अस्मिता जुरेली बहिनीले हेर्नै भएको छैन होला यार त्यो गरेर के भन्छ के भएको छ भन्ने कुरा। तर मलाई त चिन्ने मान्छेहरूलाई त्यो भिडियो सेन्ड गरिदिएको छ र मैले चाहिँ त्यो बोल्ने बाध्य भएको क्या। वायर गरिरहेको छ। भिडियोमा पो देखियो त त्यहाँ तपाईँले। अनि त तपाईँको काम छैन क्या यार? एउटै क्वेसन 10 चोटि दिनभरि यही सोधिराख्नु, बसिराख्नु। आफ्नो चाहिँ के भन्छ कन्टेन्टको लागि, डलरको लागि गर्नु खोजेको होइन। मलाई नराम्रो नगर न। तपाईँको भिडियो भाइरल भयो हो कि होइन? के चिज? तपाईँले रेस्लरमाथि गरेको दुर्व्यवहार सामाजिक सञ्जालमा भाइरल भयो हो कि होइन?
भयो मैले अन्जानमा त्यो बेला म भिडियो आइसके कसम होला कसम होला अझै पनि कसम खान्छु त्यतिखेर त्यो माहौल भएको भनेर मैले सोचेको थिइनँ क्या जब भिडियो हेरेपछि हो म फोटो सेसन गरेँ फोटो खिचेँ अनि त्यसपछि मेरो मोबाइल लिने क्रममा झ्याम्मै त्यो जुरेली बहिनीले त्यो नलखर्का हिरोलाई अँगालेको उहाँले हाल्नुभएको छ क्या त्यही कुरामा चाहिँ उ गरेर आयो यार वायर गरेको छ सबै भएर दिनुस् न जवाफ हेर्नु त तपाईँले सबै कति चाहिँ होइन तपाईँलाई सम्मानको लागि दिएको हो कि होइन त्यो होइन कतिचोटि मैले माफी मागिसकेँ त 10 चोटि त्यही गर्नु नै अब भोलि पनि सोध्नुहोस् यही कुरा पर्सि पनि सोध्नु तपाईँ काम रहेन कलाकारमा भिलेनको रोलमा खेल्नुहुन्छ तर व्यवहार पनि भिलेनको नदेखाउनुहोस् न जवाफ दिनुहोस् बस्नुहोस् तपाईँको लागि ल सोध्नुहोस् ल के सोध्नुहोस् म बोल्दिनँ अबदेखि बोल्दिनँ के सोध्नु छ सोध्नुहोस् म बोल्दिनँ अब सोध्नुहोस् अझै सोध्नुहोस् वा यार ननसेन्स यार उ गरेको छ अरू समस्यामा कुरा सोध्नु आउँदैन होइन कलाकार भनेको के हो तपाईँ जनताको प्रश्न भयो टपिक एउटा मोबाइलको कुरा त्यो हात घुसाएको तलमाथि घुसाएको छ त्यो पनि स्लो मोसनमा चाहिँ के भन्छ ऊ गराएर चाहिँ 10 चोटि देखाइरहेछ क्या घरि तल मारेर गएको छ घरि माथिबाट गएको छ होइन त्यो बहिनीले माइन्ड नगर्नु होला होइन कता कहाँ लाग्यो के लाग्यो शरीरमा हात लाग्यो पनि भनेका छन् उ गरेका छन् त्यो उ नगर्नुहोस् क्या होइन केटी नै नदेखे जस्तो किन व्यवहार गर्नुभयो क्या छेमा प्रार्थी चाहन्छु भन्दै छु बहिनीले कतै दायाँ बायाँ अस्मिता जुरेली बहिनीको कोखामा हात छिर्यो अनि दायाँ बायाँ लागे पनि म छेमा प्रार्थी चाहन्छु भन्दै छु त्यो लागेको छैन एउटा नलखर्काजीको आदरणीय हिरोको चाहिँ घरि हातमाथि हुँदैछ घरि तलबार हुँदैछ त्यति मात्र हो क्या केही अरू के देख्नु भएको छ देखियो नि तपाईँले त्यो भिडियो लगाएर एरो दिएर पुरा मेरो हातलाई त्यही फोकस दिने होला होइन भिडियो हाल्ने पहिला जिन्दगीमा केटी कहिले नदेखे जस्तो गर्नुभयो क्या तपाईँले मैले भने त जिन्दगीमा केटी नदेखेको भने त मैले मसँग डेट जाने केटीहरू कति छन् क्या तपाईँसँग डेट जान पाएँ भने कस्तो हुन्थ्यो के हुन्थ्यो फिलिङ कस्तो हुन्थ्यो भन्ने कुरा कति छन् क्या कस्तो मलाई क्या म किन जान्न सलमान खानसँग म डेट जानु पाए हुन्थ्यो भने कति केटीहरूको रहर हुन्छ मसँग पनि रहर गर्ने मान्छेहरू छन् क्या यस्तो जुङ्गा भएको यस्तो टक्लुसँग जान पाए कस्तो हुन्थ्यो भनेर कति छन् क्या कसमसित क्या यति याद गर्नुहोस् वायर गरेको छ केटीको ऊ नै अनुहार देख्नु नपाएको छ केटीसँगै घुसेको छ केटीसँगै त्यस्तो बिहेभ गरेको छ खालि सोधेको अस्मिता जुरेली र तपाईको भिडियोले देखाउँछ क्या प्लिज हात जोड्छु कस्ता खालको पत्रकार परेछ गए कुएको पत्रकार परेछ क्या यार पाका यार गल्ती आफू गर्ने थर्काएर सरापेर हुन्छ सानो कुराले इस्यु बनाएर धेरैजसो नसोध क्या बरु कहाँ गाउँमा गएर दुर्गमतिर गएर रिपोर्टिङ गर्नु क्या तब तथास्तु भन्छ मान्छेहरूलाई गरिब दुखीको ल्याऊ एउटै कुरा 10 चोटि गरेको छ यार रिस उठ्यो तपाईँलाई रिस उठ्दैन त नि वा यार ननसेन्स यार गल्ती आफू गर्ने रिस मलाई पोखेर हुन्छ तपाईँले टेम्परेचर बढिसकेमा म क्यामेरा सेमेरा फेरि खोलातिर फ्याल्नु नपरोस् नि फेरि खोलातिर पुऱ्याउनु नपरोस् नि फेरि अत्याचारै अनुहारै पुरा ऊ भइस पसिनै उ गरिस यार अब स्टप गरिदिनुहोस् है होइन 1 सेकेन्ड नगरे फेरि म कसम तपाईँहरूको क्यामेरा स्यामेरा कहाँ पुग्छ याद गर्नुहोस् खोज्नु जानुहोस् प्रश्नको जवाफ मेरो क्यामेराले खै मेरो क्यामेरा कहाँ मेरो पनि दिनु पर्यो यार राम्रो कुरा चाहिँ हाल्नुहोस् फेरि नराम्रो कुरा मात्र हाल्ने कुरा नगर्नुहोस् क्या प्रश्नको जवाफ दिने धैर्यता बाबा यो ढोङ्गी पत्रकार हो क्या माम पाका यार काम नगाएको यार ढोगेर आयो क्या हो बुझ्दैछन् काम छैन यार भन्नुहोस् न भिडियोको अन्त्यमा त्यो सामाजिक सञ्जालमा म त हाँस उठ्यो यार कस्तो अन्त्यमा किन अन्त्यमा भरेर माफी माग्ने गएर ल यस्तो छुट्टी लिइसक्यो मान्छे अन्त्यमा अहिले यो निन्द्रामा छ क्या यार अचम्मै म त लास्टमा हाँस उठ्यो यार कस्तो मलाई यार निन्द्रामा क्वेसन सोधे जस्तो लाग्दैछ अघिमा अन्त्यमा के भन्नु चाहन्छु भने अहिले फेरि अन्त्यमा अरे होइन कसरी अन्त्य दिन अघि त मैले फ्यान फलोसँग भने अब अस्मिता जुरेलीसँग त माफी माग्नु पर्ने होला नि तपाईले गर्ने गल्तीको कारण यति बेला कसम रिस पनि उठिरहेछ हाँस पनि उठिरहेछ यार सपनामा क्वेसन सोधिरहेछ जस्तो छ यार यो मान्छेले यार सपनामा सोधेको तपाईले हात चाहिँ सपनामा हाल्नुभयो कि विपनामा फेरि मैले ल ठिक छ म सपनाइ जस्तो हो त्यो भिडियो हेरेपछि विपनामा भयो कसम त्यो चाहिँ सपना म त्यो हुन्छ भने 10 चोटि भनिसकेछ है यो कुरा जब भिडियो आयो नि त्यसपछि मात्र यसरी भएको रहेछ मेरो त भनेर बल्ल महसुस भएको क्या त्यति मात्र हो तर त्यो ठाउँमा हाम्रो फोटो खिच्ने क्रम सिद्धिसकेपछि
के भन्छ मोबाइल लिने क्रममा अघि पनि भने अस्मिता बहिनीले एकअर्कामा माया प्रीति हुन्छ नि माया प्रेम हुन्छ एउटा क्रेज हुन्छ नि त्यो क्रेजमा चाहिँ उ गरेको मात्र केही पनि होइन उनीहरू हात मिलाउँदैछ उ गर्दैछन् आफ्नो ठाउँमा छ है त्यो चाहिँ भएको मसँग नि कति भएको नि त तर मेरो भिडियो नआएको उहाँकोबाट भिडियो आएपछि मात्र यो टोल बनेको नि त त्यसले गर्दाखेरि यो राम्रो कुरा मात्रै हाल्नुहोस् पत्रकारज्यू प्लिज नराम्रो कुरा चाहिँ नहाल्नुहोस् है फेरि 10 इज्जतको डर लाग्छ हजुर इज्जतको डर लागिरहेछ इमान इजिटमा पेस्टिजमा 1914 देखि अहिलेसम्म भनेर टक्मी बुढाको जस्तै बसेको मान्छे हो क्या कुनै नारीलाई अहिलेसम्म मैले टच पनि गरेको छैन सामाजिक सञ्जालमा त्यसै टच पनि गरेको छैन टच गर्ने मान्छेहरू त मैले भन्ने चाहिँ टच गर्ने मान्छेहरू त यो एउटा सांसदले भुँडी बोकाइसक्यो सेतो टिक्राले उ गरेर कालो टिक्रालाई उ गरिसक्यो देखिन त्यो त्यस्तो हुन्छ हामी त्यस्तो होइन हाम्रो हुलिया मात्र हो त्यस्तो बिहेभ कहिले पनि गर्दैनौँ याद गरौँ पनि ठिक छ काका पछिल्लो समय तपाईँको भिडियो भाइरल भयो जो हुगा काका मणि राई भनेर चिनेका एउटा भिलेनको रूपमा धेरै जसो देखिनु भएको छ र यति बेला कलाकारहरूमाझ अङ्कमाल गर्ने क्रममा तपाईँको एउटा हात हालिरहेको भिडियो ट्रोल बनेपछि हामीले केही जिज्ञासा राख्यौँ तपाईँले धैर्यतापूर्वक भनौँ या आक्रोशपूर्ण दुवै रूपमा मिश्रित रूपमा आफ्नो जवाफ दिने प्रयास गर्नुभयो धन्यवाद काका हस् त मेरो पनि